ए सफा आउँदो रहेछ त ओ हेर त म कस्तो देखा त हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मेरो भदैको भात खुवाइ, त्यही भएर हामी चाहिँ मन्दिरमा जाँदैछौँ। म चाहिँ केटिएम आएको छु। मेरो चाहिँ यता छ खै भदैलाई देखाउँ त मेरो सानो भाइलाई। वाइ भात खाने मान्छे यता हेर कसलाई केलाइदिएछ हो। आज फेरि गर्दन फुलाएर जात्रै भएको छ। बुङ्ग परे रिसाएर जात्रा भएको छ ऊ सानो भाइ। कति कालो गाइस हामी चाहिँ फाइनली मन्दिर आइसक्यो। यो मन्दिर चाहिँ कुन अरे कान्छी फुल झऱ्यो नि त म यहाँ के हुँदैन बोको बोको आऊ आऊ मन्दिर आऊ। हात धुन पानी खेल्नु भए खुसी भयो होला। कस्तो हेरे अरे फुल लगायो अनि यहाँ पनि पूजा गर्न आमाले भित्र ल्याएन के बाल्छ। फोटो खिच्नु मिल्दैन हो त्यही लेखेको छ। रोकिदिउँ त एकछिन 10 बजिसक्यो 10:04 भइसक्यो। केही हुँदैन के 11-12 को बज्नु भएन त 10 त नर्मल। तपाईँलाई केही पनि भएको छैन जिउ कामेर त केही पनि भएको छैन बाख्रा त चलाएर है अस्ति नै मलाई त्यहाँदेखि कस्तो लाग्छ। हामी राखेको थिएँ तर नभएर यहाँ हामीलाई चलायो नि अस्ति केही नगरेर केही थाहा हुँदैन। ओम नमो शिवाय कति मजाले खाएको पुग्ला त भ्लगमा आउने नआउने कता अरे कति खाने हो आएर खाएको पनि के गरेर खाएको होला। अपी 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 बबै बल्ल खान पाइस् अब खुसी भयो त। अघि त यत्रो अनुहार फुलाएको थियो ऊ हेर आमा चाहिँ फेरि कत्रो बोक्यो आमा कत्रो गाछ हाल्दा अब अड्किने भयो।
मैले राखेन अबे मम्मी त्यो त्यत्रो हाल्दै त्यसको अन्त खप्पै खाएर गाडी ठुलो रहेछ यसको त निली राखा ठीक है पानी अर्थ्यो नानी पानी अर्थ्यो नानी थिएन भयो उसले रुमाल सुमाल पनि बोकेर हुँदैन साइडमा अफ गरेको साइडमा अफ गर्न किन भयो अब चाहिँ भाइलाई चाहिँ यहाँ लिएर राखिसक्यो हेर्न सक्नुहुन्छ मेरो भाइलाई चाहिँ यहाँ लिएर राखिसक्यो हामी चाहिँ मन्दिरबाट आएर पनि मन्दिरबाट फर्किँदाखेरिको चाहिँ भिडियो नबनायो सर यहाँ लिएर राखेको बाबुलाई चाहिँ टिका पनि लगाइदिसक्यो खुसी भएको छ टिकटक बनाउनु पर्यो यता चाहिँ माइचौरो चाहिँ खाँदै हुनुहुन्छ खाजा खाँदै हुनुहुन्छ है अनि यता चाहिँ यस्तो छ खानालाई पुरै रेडी हुँदैछ है अहिले चाहिँ टिका लाउने मान्छेहरू त्यति आएको छैन सबै घरकै फ्यामिलीमा जान्छ त्यही भएर यतिको मान्छे गरेको छ यति नै हो भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला बाइ बाइ